नो भोट टु रवि लामिछाने, नो भोट टु बालेन, नो भोट टु राजसपा। त्यो बेला कहाँ थिए रवि लामिछाने? लिपुलेखको बारे कहाँ बोले बालेनले? लिपुलेखको बारे कहाँ बोले कुनमानले? उनीहरू दुधाभित्र बसेका थिए। चुप है मुजी, तेरो बाउले गएर सोध्न केपी ओलीलाई कि त्यतिखेर प्रधानमन्त्री थियो के गरेछ, प्रधानमन्त्री हुँदाखेरि के गरेछ? तेरो बाउलाई सोध्न गएर पहिला। बालेन त मेयर थियो एउटा, तिमी प्रधानमन्त्री भएर के गरेछ तिमी? बालेन त यतिसम्म गरेछ, काठमाडौँको सबै सिनेमा हलमा हिन्दी सिनेमा चलचित्र सब बन्द गरेछ, नेपालको चुच्चो नक्सा समेत निकालेछ। तिम्रो बाउले के गरेछ हेर सोध्न मुजी। मेयर भएर एउटा मेयर भएर त्यत्रो काम गरेछ, अनि तिम्रो बाउले के गरेछ? त्यसको कालापानी लिपुलेखको बारेमा पनि बोलेको छ, चुच्चे नक्सा समेत निकालेछ। तेरो बाउले के गरेछ? त्यत्रो 75-76 जना मान्छे मारेको तिम्रो बाउले अहिले अदालतमा बयान दिन पनि आउन सकेन, आउँदिन भनेछ डाइरेक्ट। त्यसलाई सोध गएर मुजी, तिम्रो बाउले के गरेछ सोध। अनि किडनी फेरेको, किडनी दुईटा किडनी चेन्ज गरेको मान्छे 70 वर्ष लागिसक्यो मुजी। 60 वर्षभन्दा अरूलाई जागिर खान नदिने, अनि तिम्रो बाउको 70 वर्ष भइसक्यो, मर्ने बेलामा हरियो काकडो जस्तो उसले अब राजनीति त्याग्न सक्दैन। अब बुढो भइसक्यो, अब त बुढेसकाल लागिसक्यो, किडनी फेरेको मान्छे अब कति दिन बाँच्छ? त्यो यस्तो यस्तो मान्छेलाई देश दिने हो मुजी? तेरो बाउले गएर सोध पहिला, अनि मात्रै भन्नु। युवालाई नदी कसले दिन्छ? बालेन शाह इज बालेन शाह। आई लभ बालेन शाह। मुजी बाउलाई सोध अनि मात्र केही बोल, केही भन बालेन सरको बारेमा। जय नेपाल, जय देश, जय घन्टी।